चाहिँ ट्याक्कै मिलाउन सक्छ नि ट्याक्कै यहाँ क्वान्टिटीसँग मिलाइदिने यहाँ यो यता आयो ट्याक्कै यतासँग त्यही मिलाउने है यो घरको रहेछ है अब यसलाई मैले ट्याक्कै यहाँसम्म मिलाउने यसलाई 1 2 3 नदेऊ यसलाई बुलेटमा देऊ बुलेटमा चाहिँ अब्जेक्टिभ प्रायः हामी बुलेटमा दिन्छौँ है यो बुलेटमा दिने हो अब यसको र यसको यो बिचको लाइन चाहिँ अलि धेरै जस्तो भयो भने तिमी यस्तो गर्ने यहाँ जाने प्याराफ्रेजिङ स्पेसमा जाने यहाँ रिमुभ छ रिमुभ गर्ने है अब सिग्निफिकेन्स अफ द स्टडी हेडिङ 2 मा छ हेडिङ 2 मा यस्तो गरेर हाइलाइट गरेर हेडिङ 2 मा राख्ने यो स्टडीको स्मल छ यहाँ तिमीले यसलाई यस्तो गर्ने ल यहाँसम्म लगभग जाने है अब मैले यतातिर काम गर्दिनँ नि अब लिटरेचर रिभ्यू त कत्रो छ नि लिटरेचर रिभ्यू अब यसलाई पनि के गर्ने हेडिङ 2 मा बनाएको छ हामीले हेडिङ 2 मा राख्ने लिस्ट प्याराग्राफमा राख्ने हैन है कहिले पनि प्याराग्राफ लिस्टमा राख्ने हैन कहिले पनि यसलाई आफैले चाहिँ लेख्ने हो ल यसमा बस्यो अब तिमीले चाहिँ यही चाहिँ के गर 1.6 दियो है ल लिस्ट प्याराग्राफमा नराख्ने 1.6 है अब यो तिम्रो चाहिँ के भयो यो नर्मल वेबमा आएर बसे हाम्रो त नर्मलमा मात्रै छ नि हैन यस्तो छ भने के गर्ने यसरी अब कति गर्ने हो यसरी चाहिँ क्लिक गर्ने अनि त्यसपछि यहाँ हाम्रो नर्मलमा छ नर्मलमा ठ्याक्क क्लिक गर्ने आफ्नो तरिकाले बसिहाल्छ अब यो पहिलो प्याराग्राफ भनेको याद गरे अब लिटरेचर रिभ्यूमा आए म लिटरेचर रिभ्यूको पहिलो प्याराग्राफ भनेको यो इन्ट्रोडक्सन अफ द लिटरेचर रिभ्यू भन्ने हुन्छ है त्यसकारण यसमा दुईटा प्याराग्राफ नहुने एउटा प्याराग्राफ चाहिँ सिधा हुन्छ यो पहिलो प्याराग्राफ अब यसमा तिमीले के लेखेको हुनु पर्यो भन्दाखेरि प्रिभियस चाहिँ रिसर्च अथवा आर्टिकल पढाएको हुन्छौ प्रिभियस रिसर्चले यो खोजेको छ तर मैले यो गर्न खोजेको हो तिम्रो आइडिया चाहिँ यहाँ के हुनु पर्यो जेनेरेट हुनु पर्यो र तिमीले चाहिँ पर्टिकुलर चाहिँ तिम्रो फिनोमेनामा के गर्न खोजेको त्यो कुरो चाहिँ यहाँ ब्रेकडाउन गरेर गर्ने तिमीले के खोजे अब त्यो रिसर्च क्वेशनमा पनि हुन्छ अब्जेक्टिभमा पनि हुन्छ त्यसलाई मिलाएर ब्रेकडाउन गर्ने अब त्यसपछि त्यो ब्रेकडाउन गरेको जुन थीम हुन्छ तिनटा थीममा तिमीले के गर्ने लेख्ने हैन त लिएर अब 1.6.1 को भयो अब यो पनि वेबमै रहेछ तिम्रो केमा जाने हाम्रो हेडिङ 2 मा छ हैन हाम्रो हेडिङ 2 मा जाने 1.6.1 हो यो थीम हो थीमलाई ब्रेकडाउन गरेको उसले एउटा थीम केमा गर्यो फ्लोरल अरेन्जमेन्ट इन द हस्पिटल इन्डस्ट्री भन्ने गर्यो अब उसले चाहिँ यसमा एटलिस्ट 5 वटा लिटरेचर रिभ्यू खोज्ने त्यसमा चाहिँ आफ्नो भ्यू राख्ने क्रिटिकल डिस्कसन गर्ने र प्रिभियस स्टडीको भ्यू राख्ने प्याराफ्रेजिङ र उसलाई चाहिँ इन्टेक्स्ट साइटेसन गर्नु पर्यो प्रत्येक 5 वटा है 5 यहाँ 15 भयो उसले यसमा इन्टेक्स्ट साइटेसन गरेछ नि हामी यही हेर्न बाँकी छ ल यो प्याराग्राफ पनि तिम्रो के रहेछ वेबमा रहेछ नर्मलमा बनाउने है यो प्याराग्राफ नर्मलमा राख्नु पर्यो नर्मलमा रहेछ ल म हाम्रो नर्मलमा काम भइसक्यो है सबैले बुझेको छौ नि अब यो प्याराग्राफ चाहिँ एकदम छोटो छ अहिलेको मैले भने जस्तो प्याराग्राफ चाहिँ अलिकति चाहिँ के गर्ने लेन्दी बनाउने ल अब मैले यो माथिको यो तलको प्याराग्राफलाई यही राखेँ अब उसले यहाँ एउटा कोटलरले गरेको एउटा चाहिँ छ उसको चाहिँ लिटरेचर रिभ्यू अरु के छ हेरौँ मैले एटलिस्ट 5 वटा राख्ने भनेको थिएँ एउटा मात्रै छ त्यहाँ एउटा मात्रै देखेँ जम्मा एउटा मात्रै हो एउटा मात्रै देख्यो भएन अझै 4 वटा अझै 4 वटा किनभने लिटरेचर रिभ्यू चाहिँ तिमीले पढेनौ भने तिम्रो चाहिँ प्रुफ हुँदैन तिम्रो चाहिँ आर्टिकल प्रुफ हुँदैन हैन त्यसकारण चाहिँ जति धेरै लिटरेचर रिभ्यू पढ्छौ राख्छौ त्यति चाहिँ के हुन्छ तिम्रो एउटा डिफेन्स चाहिँ एउटा पार्ट चाहिँ बन्छ के अरूले यो गरेका छन् धेरै लिटरेचर रिभ्यू गर्दाखेरि यो गरेका छन् अथवा प्रिभियस सिस्टम यो गरेका छन् मैले यो गरेको छु भन्ने के लास्टमा लिटरेचर ग्याप देखाउँदै अब यहाँ वर्षले अझै चाहिँ के गर्नु पर्यो एटलिस्ट चाहिँ एटलिस्ट हो यो अझै पोइन्ट थप्नु पनि सक्छौ एटलिस्ट 4
है अब त्यसपछि अर्को थिम ओ 1.6 फर्स्टमा यो त सुरुको इन्ट्रोडक्टरी रिभ्यु भयो त्यसमा चाहिँ कसैको प्रिभियस लिटरेचर राख्नु पर्दैन तिम्रो कुरो ग्याप देखाउने प्रिभियस लिटरेचर पढ्दाखेरि यो उनले यो कुरो गरेका छन् भन्ने मात्रै हो अरु केही नगर्ने अनि बल्ल चाहिँ प्रिभियस लिटरेचरले के भनेको छ है अब अर्को कुरो जस्तो तिमीले अब यो चाहिँ तिम्रो हेर त केमा छ हामी केमा राख्ने भनेका छौं हेडिङ 2 मा राख्ने भनेका छौं यो अब जान्यौ नि जान्यौ अब सबैले जान्यौ नजानेको भए सोचेले हेडिङ 2 मा ठ्याक्कै बसिहाल्यो अब 1.6 एउटा थिम त माथि कुरा गरिसकेको छैन अब यो चाहिँ 2 भयो तर यो थिम भएन थ्योरेटिकल फ्रेमवर्क कहाँ त आयो यहाँ थ्योरेटिकल फ्रेमवर्क लेख्न मन लाग्छ भने लिटरेचर रिभ्यु पछि मात्रै लेख्ने हो यो अहिले यहाँ लेख्ने हैन तिमीले तीनटा थिममा ब्रेकडाउन गर्ने तीनटा थिमको बारेमा कुरा गर्ने हो यो भएन यो अब अर्को थिम जेनेरेट गर्नु पर्यो है यो थिम भएन यो थिमै भएन थ्योरेटिकल फ्रेमवर्क भन्ने आयो कहाँ आयो यदि थ्योरेटिकल फ्रेमवर्क लेख्छ भने लिटरेचर रिभ्यु पछि लेख्ने लिटरेचर ग्याप पछि हामी थ्योरेटिकल फ्रेमवर्क लेख्न पनि सक्छौँ है कुनै थ्योरी एप्लाई हुन्छ है अर्को थिममा जेनेरेट गरेर लेख्ने ल अब यो दुईटाको हेर है यहाँ याद गर है अब यो चाहिँ वेबमा यो नर्मलमा छ अब यी दुईटाको अलिकति भास्ट डिफरेन्स देखियो तिमीले यसलाई यस्तो गर्ने त्यसबाट स्पेसमा चाहिँ उ छ होला यो रिमुभ गरिदिने ठ्याक्कै आफ्नो ठाउँमा आएर बस्छ है ठ्याक्कै हेर दे 1.5 मा आएर बस्छ के गाह्रो भयो के गाह्रै छैन है अनि सेभ गर्ने यो थ्योरेटिकल फ्रेमवर्क हो तिमीले यसलाई ब्रेक डाउन गर्ने अब यो इमोसनल एन्ड सेन्सरी यो चाहिँ थिम होला यो अहिलेको त्यो थ्योरीलाई फाल्देऊ हैन 1.6.2 छ त्यो कहाँबाट ल्याएको थियो त्यसलाई फाल्देऊ अनि यसलाई चाहिँ राखौँ माथिबाट फाल्देऊ है ल अब यसको ग्याप देखियो भने अहिले के काट्ने भनेको छु मैले हेर यहाँ याद गर यी दुईटालाई यसरी हाइलाइट गर्ने हामी यी दुईटामा लेखेको अनि लाइन स्पेसमा जाने यहाँ रिमुभ गरिदिने आफ्नो ठाउँमा आएर याद गरे सबैले ल अब म तल गएँ है अब मैले यहाँ बनाउन अब म तल गएँ तिमीले 4 वटा थिममा लेखेको मैले है 4 वटा थिम बनाउनु के हुँदैन अब यो लिटरेचर रिभ्यु फ्रेमवर्क यहाँ लेख्ने हैन के याद गर सबैले यो फ्रेमवर्क चाहिँ कहीँ कतै बनाउने यहाँ लेख्ने हैन कहीँ बनाउने अनि यसको आधारमा चाहिँ लेख्ने भनेको यसको आधारमा लेख्ने है जस्तै यहाँ रे अथर चाहिँ विन्टर यामजे दुईटा रहेछन् हो इयर चाहिँ के रहेछ 1992 मा रहेछ कन्टेक्स्ट ग्लोबल हस्पिटल सर्भिसमा रहेछ मेथड के यो क्वालिटेटिभ रहेछ फाइन्डिङ चाहिँ यो हैन अब यो अनुसार तिमीले ल्याएको छैन भन्ने कुरा यहाँ थाहा भइहाल्छ है जस्तो हामी माथि हेरौँ त ल यहाँ पनि त्यही चाहिँ इन्टर अथर छ भने के गर्ने इचिएर राख्ने भनेको हैन अब यहाँ चाहिँ अल्सो हाइलाइटेड दैट मेमोरेबल टुरिज्म लिएर खै यहाँ कन्टेस्ट के हो कुन चाहिँ कन्टेस्टमा गरेको हो जस्तो काठमाडौँ नेपाल अस्ट्रेलिया कहाँ गरेको त्यो पनि छैन अनि त्यसपछि चाहिँ कुन चाहिँ मेथड पढे गरेको छ यहाँ अनि त्यो स्ट्रक्चर बनाएको के काम लाग्यो स्ट्रक्चर बनाएको त काम लागेन नि त हाम्रो स्ट्रक्चरमा मेथड पनि क्वालिटेटिभ भनेको छौँ अथवा कुनै हैन यिनीहरूले के गरेको छ क्वालिटेटिभ भनेको छौँ कन्टेस्ट यो भनेको छौँ हैन अनि यसमा चाहिँ फाइन्डिङ यो गरे भनेको छौँ नि यहाँ त तिमीले के गरिनौ मेथड पनि लेखिनौ कन्टेस्ट पनि छैन यहाँ दुईटा नै मिलाउनु पर्यो याद गर उसलाई मात्रै भने हैन सबैलाई भने लिटरेचर लेख्दा तिम्रो कन्टेस्ट पनि हुनु पर्यो इयर त्यही भइहाल्छ अनि मेथड हुनु पर्यो अनि त्यसपछि फाइन्डिङ अरु मैले मिलाइन हामी मिलाऊ यो लिटरेचर रिभ्यु फ्रेमवर्क कहीँ बोर्डमा राख्ने यहाँ राख्ने हैन कहीँ बोर्डमा राख्ने यहाँ लेख्ने हो है
रहेछ 2007 मा गरेको प्रिजन एक्सपिरियन्स डिजाइनमा मिक्स मेथड प्रयोग गरेर रहेछ उसले यो रहेछ यो सबै चीज अझ कन्टेक्स्ट कुन छ कन्टेक्स्ट छैन यो फेनोमेना हो खास हैन कन्टेक्स्ट छैन यहाँ कन्टेक्स्ट है जस्तै मैले पोखरा गर्छ तिम्रो पोखरा कन्टेक्स्टमा नेपाल गर्छ नेपाल कन्टेक्स्टमा नि त काठमाडौँ गर्छ काठमाडौँ कन्टेक्स्टमा यो त कन्टेक्स्ट त पनि गरिरहेछ नि यिनीहरूले हैन यो कन्टेक्स्ट हुनु पर्यो अनि मेथड हुनु पर्यो फाइन्डिङ चाहिँ यो पत्ता लाग्यो भन्नु अनि यसलाई प्याराफ्रेज गर्नु ल यति गरिसकेपछि लास्टमा लिटरेचर ग्याप भयो लिटरेचर ग्याप पनि तिमीले चाहिँ उमै राख्ने है अनि त्यसपछि चाहिँ समरी भयो समरी कति छ समय धेरै गर्नु पर्दैन एउटा प्याराग्राफमा लेखेको छ समरी लिटरेचर रिभ्यूको मात्रै समरी दिने है एउटा प्याराग्राफ मात्रै लेख्ने अनि त्यसपछि बल्ल अनि मेथड बुझ्यौ ब्रो आएन पढाउँदा मैले